जस्तै रुवान्डाको टुर्नामेन्टपछि होइन हामीले त्यहाँ पनि राम्रो पर्फर्मेन्स गरेका थियौँ। अमेरिकाले हामीभन्दा राम्रो पर्फर्मेन्स गरे होइन। त्यस पछाडि हामीले सिकेको त्यहाँनिर सिकेको पार्टलाई चाहिँ भिजाको ट्रेनिङ सेसनमा कसरी युटिलाइज गरेका थियौँ हामीले र कस्तो भयो ट्रेनिङ सेसन? ओभरअल एकदमै भनौँ न अब रुवान्डाको टुर्नामेन्टले चाहिँ के दियो भन्दाखेरि अब त्यहाँको टफ च्यालेन्जिङमा पनि कसरी ओभरकम गर्ने भन्ने कुराहरू हो। स्टार्टिङ हाम्रो हामीले नराम्रोसँग जस्तो स्टार्टिङमा अलिकति भनौँ न स्टार्ट राम्रो दिएनौँ, एन्डिङ चाहिँ हामीले राम्रो गर्न सफल भयो। हामीले चाहिँ स्टार्टिङमा जस्तो क्रिकेट खेलिरहेको थियो त्यो अलिकति डिसपोइन्टमेन्ट थियो, तर हामीले जसले एन्डिङमा चाहिँ क्रिकेट खेलिरहेको थियो त्यसले चाहिँ एन्डिङ राम्रो हुन सक्यो। त्यो कारणले गर्दाखेरि मोमेन्टम क्यारी अब भनौँ न त्यहाँदेखिको मोमेन्टम क्यारी गर्नलाई जितमा एउटा भनौँ न परिणत गर्नको लागि चाहिँ हामीलाई त्यो टुर्नामेन्टले पछिको गेमहरूमा चाहिँ अलिकति मोटिभेट गरेको छ, अलिकति हौसला प्रदान गरेको छ। त्यसपछि रगतै आएर रेस्ट गऱ्यौँ, 2-3 दिन रेस्ट गरिसकेपछि फेरि कमब्याक गऱ्यौँ कि आफूले केही नभए पनि यहाँ आइसकेर म्याचेसहरू खेल्न पायौँ। फेरि म्याचेसबाट पनि फेरि मोमेन्टम क्यारी कारणले गर्दाखेरि चाहिँ मोमेन्टम क्यारी भइरहेको छ र मलाई चाहिँ पुरा विश्वास छ कि अबको जुन क्वालिफायर हामीले चाहिँ एकदमै राम्रो प्रिमियर कप र उसको लागि चाहिँ एकदमै राम्रो प्रिपरेसन गरिरहेको छौँ र हामीसँग राम्रो सेटअप पनि छ। त्यो कारणले गर्दाखेरि आइएम भेरी मच कन्फिडेन्ट यसपालि चाहिँ अब हामीले चाहिँ राम्रो क्रिकेट खेलेर। तपाईँले अघि पनि भन्नुभएको थियो सानो सानो स्किल्सहरूमा हामीले वर्क गरेका छौँ भन्नुभएको थियो होइन। कस्तो कस्तो खालको किसिममा चाहिँ वर्क गरेका छौँ होइन। टिममा थोरै चेन्ज पनि देखिन्छ अनि कस्तो कस्तो प्लेयरहरूलाई चाहिँ हामीले चेन्ज गऱ्यो भने चाहिँ बेटर रिजल्टको कस्तो खालको एक्सपेक्टेसन गरेर चाहिँ हामीले प्र्याक्टिस गऱ्यौँ? हामीले चाहिँ भनौँ न आफ्नो रोलमा काम गर्नु पऱ्यो होइन। सबैलाई आफ्नो रोलमा आफूले काम गरिरहेको छौँ र जो ओपनिङ प्लेयरहरूले कसरी खेल्ने र मिडल अर्डरकोले हामीले भनी मात्रै रहेको छ तर इम्प्लिमेन्ट गरेर एक्जिक्युसन भइरहेको छैन त्यो मिडल अर्डरकोले गरिरहँदा। सो हाम्रोमा कस्तो छ भन्दाखेरि अब कुनै न कुनै प्लेयरले चाहिँ एन्डसम्म लगेर म्याच फिनिस गर्न सक्नु, जिताउन सक्नु, ती खालका कुराहरू चाहिँ हामीलाई त्यहाँको कुराले चाहिँ रुवान्डाको जुन विकेट त्यो सिनारीहरूले चाहिँ सिकाइरहेको थियो। हामीले अलिकति स्ट्रगल गरिरहेको थियो ब्याटिङ पक्षबाट, बलिङमा नभए तापनि तर ब्याटिङ पक्षमा चाहिँ हामीले जस्तो खेल्नुपर्ने यहाँ नेपाल होम ग्राउन्डमा जस्तो क्रिकेट खेल्थ्यौँ त्यहाँ गएर चाहिँ हामी अलिकति डिसपोइन्टमेन्ट क्रिकेट खेल्यौँ। त्यो कारणले गर्दाखेरि त्यहाँबाट के थाहा भयो कि अलिकति हामी अलिक काइन्ड अफ बोरिङ क्रिकेट चाहिँ खेल्नुपर्छ, त्यहाँ गएर सेटअप कसरी लैजाने भन्ने कुराहरू चाहिँ छ। अनि त्यो कारणले चाहिँ अब होपफुली हामीले अब मलेसिया त हामीले आगामी पहिलाको दिनहरूमा पनि खेलिरहेको छ। इट फिल लाइक होम ग्राउन्ड फिल जस्तो हुन्छ हामीलाई मलेसियामा। सो ओभरअल हेर्दाखेरि चाहिँ आई थिङ्क वी गोइङ टु बी बेस्ट टिम त्यहाँ चाहिँ अब हामीले हाम्रो तर्फबाट चाहिँ राम्रो खेल्नेछौँ। अब एसियन ठुलो गेम जस्तो नि एसियन गेम्स हो त्यसको छनौट खेलिरहेको छौँ हामीले होइन। अब त्यसलाई हेर्दा यो छनौटमा चाहिँ क्वालिफाई हुनुको लागि कतिको इम्पोर्टेन्ट छ नि? भेरी मच इम्पोर्टेन्ट नि। अब किन भन्दाखेरि हामी अब एसोसिएट लेभलमै अब जे भए पनि टप टिम नै काउन्ट भइरहेको छ। त्योले गर्दाखेरि हामीलाई के काइन्ड अफ कस्तो पनि प्रेसर हुन्छ भने हामीलाई जित्नुपर्छ। अब हामीलाई अघि भने जस्तो लगानी धेरै गर्नुभएको छ क्यान पक्षबाट पनि। सो हामीले दिनुपर्ने काम भनेको रिजल्ट हेर्नु। अब रिजल्ट जबसम्म दिन्छ त्यसपछि हामीलाई आफ्नो हरेक आफ्नो इन्डिभिजुअलहरूमा पर्फर्मेन्स देखिन थाल्छ र टिमले पनि राम्रो गर्दै जान्छ। सो त्यो कुराले गर्दाखेरि चाहिँ हामीले केही नभए पनि रिजल्ट स्टार्ट दिन थाल्यो भने चाहिँ डेफिनेटली अपोनेन्टलाई चाहिँ कसरी हेर्नु भएको छ? अपोनेन्टलाई अब हामीले कुनै टिमलाई पनि हामीले भनौँ न के भन्छ त्यसलाई डोमिनेट गर्दैनौँ। किन भन्दाखेरि जुन टिम पनि जित्नको लागि नै आउँछ। सो हामीले वान म्याच एट अ टाइम हामीले एउटा म्याचलाई हेरेर नै हामीले अगाडि बढ्नुपर्छ। जितकै स्टार्टिङबाट नै मोमेन्टम क्यारी गर्नेछौँ।